नमस्कार सबैलाई। म प्रेम। तपाईँ अहिले हेर्दै हुनुहुन्छ कर्णाली स्टोरिज बाई प्रेम। यो च्यानल मैले सुरु गरेको कारण एकदम सरल तर मन छुने छ। म कर्णालीको एउटा सानो गाउँ जाजरकोटबाट उठेको एउटा साधारण युवक हुँ र अहिले म मलेसियामा छु। देश टाढा भए पनि मन भने सधैँ आफ्नो माटोसँग जोडिएको छ। यहाँ मैले देखेका जीवनका अनुभवहरू, प्रदेशमा काम गर्दा आएका कठिनाइहरू र विदेशमा बस्दा पनि नेपाली स्वाभिमान, संस्कृति, संस्कार, युवक आवाज, सामाजिक परिवर्तन, नेपालदेखि विदेशसम्मका विभिन्न रमणीय दृश्य देखाउने र नेपाली मौलिकतालाई जोगाउने प्रयासहरू, यी सबै कुरा म यसै च्यानल मार्फत तपाईहरुसँग बाँड्दै आउनेछु। मेरो सोच सरल छ। हामी सबैसँग आफ्ना कथा हुन्छन्, आफ्ना यात्रा हुन्छन्, तर ती कथा धेरै जसोले भन्न पाउँदैनन्। त्यसैले कर्णाली स्टोरिज बाई प्रेममा म ती कथा बोल्ने गर्नेछु, कहिले आफ्ना त कहिले तपाईका। यहाँ तपाईले पाउनुहुनेछ कर्णालीदेखि मलेसियाको जीवन यात्रा, देश टाढा भए पनि संस्कार नटुट्ने कथा, विदेशमा काम गर्ने नेपालीहरूको प्रेरणादायक अनुभव अनि हाम्रा सपना र सङ्घर्ष, खुसीका पलहरू। म चाहन्छु तपाईँ पनि मेरो यो यात्राको हिस्सा बन्नुहोस्। यदि तपाईँ पनि यस्ता कथा मनपर्छ, जीवन सङ्घर्ष, सपना र प्रेरणादायक बारेमा कुरा सुन्न र हेर्न मनपर्छ भने यो च्यानललाई सब्स्क्राइब गरेर जोडिनुहोला र नयाँ भिडियोहरू आउँदा सबैभन्दा पहिले हेर्न नबिर्सनुहोला। अन्ततः धन्यवाद सबैलाई। हामी टाढा भए पनि हाम्रो मन, संस्कृति कहिल्यै टाढा हुँदैन। यसै भनाइलाई म प्रेम। फेरि भेटौँला अर्को नयाँ कथा, नयाँ यात्रासँग। यो हो कर्णाली स्टोरिज बाई प्रेम स्टोरिज।